हेलो दर्शन नमस्ते लासुखे फुला सेवारो सबैजनालाई आज हाम्रो मोमो पार्टी हुन्छ घरमा। पिठो मिसिन लगाएको मैले मेरो मोमो पिठो चाहिँ अलमोस्ट डन भइसक्यो। ल आयो पोकीमा यो चाहिँ के मारे बरु भेजिटेबल। आज मोमो पार्टी हुँदैछ विकेन्डमा। यहाँ मोमो देखाइदिनु भाइ। हामीले जे पनि गर्न सक्छौँ। अरे कथाले मागेपछि बस माग्नु मात्रै पर्यो। कथाले माग्नु पर्यो। ल यस्तोरी मोमो बनाउनु सिक्नु मन छ भने हामीलाई सम्झे हुन्छ। फेरिको अब के मोमो कसले भन्छ आउँदैन, कसले भन्छ आउँदैन। तमास गर्नुभयो त भेना। यो त फेरि फर्स्ट एटेम्प मात्रै हो। बस पहिलो एटेम्प हो यो आज। यो पहिलो एटेम्पमा यति 10मा पुग्यो भने कति कथाले मागेपछि दिने हो कि। बस लाइक एन्ड सब्सक्राइब आउनु पर्यो दर्शक महानुभावहरू। ल अब सिद्धियो मेरो मोमो आजलाई यस्तो भएको छ। मिठो भएछ बबी। अचार अचार कस्तो दामी भएको कलर है। पवित्र निया ए जा यो ठाउँलाई अनि अर्को छोरा चाहिँ भएको छैन होला अलिक। मोमो पुग्न खाने बन्दै। मैले नुन पनि हालिनँ, मैले केही हालिनँ। कस्तो छ शैली? एकदम ल अनि त्यतातिर किन जानु भएको त? त्यही त अब खेतीबारीमा गोरु बाछा दिनभरि मोमो बनाउने खाने छुट्टी मनाउने। कति वर्ष हुनु भयो? अचार अलि खाइदा भयो। मेरो माइत चाहिँ बाजुरा हो। अचार त दामी भएछ नि त। सानो ज्याकेट लगाऊ। How? No, Jimmy. It's so hot. It's windy. So Jimmy, what? no, others you can go. It's 55 degrees. I don't know what you want to wear. Look outside. How is that going to affect me? It's too hot. मोमो गाउँको मुस्लिम गाउँ पाहाडको। यहाँ चाहिँ मस्जिद कहाँ छ? अनि तपाईँहरू के नमाज पढ्नुहुन्छ? हाम्रो घरमा पर्छ खेर ए